नेकपा एमालेका अहिले प्रचार विभाग प्रमुख एवं पूर्व माननीय राजेन्द्र प्रसाद गौतमसँग हामीले अहिलेको वर्तमान राजनीतिक परिस्थिति र नेकपा एमालेको सन्दर्भमा समसामयिक विषयमा कुरा गर्दैछौँ। मान्य पूर्व मान्यज्यू एवं नेकपा एमाले प्रचार विभाग प्रमुख, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हामी अहिले नेकपा एमाले नेतृत्व गरिरहेको सरकारको त्यो पार्टीको यहाँ प्रचार विभाग प्रमुख पनि हुनुहुन्छ र यो राष्ट्रिय राजनीतिमा तपाईँ प्रभावशाली नेता पनि हुनुहुन्छ। अहिले पछिल्लो समय संसदमा जनताका कुरा उठाउनु पर्ने बेला भएको छ। बजेट पेश भएको छ। बजेटमा पर्याप्त छलफल हुन पाएको छैन। जनताका आवाज त्यहाँ मुखरित हुनुपर्ने ठाउँमा जनताका आवाजहरू मुखरित हुन सकेका छैनन् र यो संसद सुचारू रूपमा चलिरहेको छैन। यसलाई यो सबै कारण चाहिँ भिजिट भिसा प्रकरणले चाहिँ अन्यल बनाएको छ। अब मलाई भनिदिनुहोस् कि यसको छिनोफानो र यसलाई सुचारू गर्न जनताका आवाज र बजेटको यो तत्काल बजेट पास गर्नुपर्ने परिस्थिति कसरी यो चाहिँ यो सम्भव होला अथवा यो कसरी अगाडि बढ्छ बताइदिनुहोस्। धेरै धेरै धन्यवाद छ कि वास्तवमा तपाईले भनेको परिस्थितिभन्दा एक कदम परिस्थिति अगाडि बढिसकेको छ कि विगत केही दिनदेखि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अनियमितता भयो भनेर गृहमन्त्रीलाई जोडेर संसदमा अवरोध गर्ने र एउटा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्छ भन्ने माग गर्दै आउनु भएको थियो र हामीले चाहिँ सुरुकै दिनमा बडा प्रष्ट र पारदर्शी ढङ्गले पार्टीका तर्फबाट औपचारिक रूपमा पनि हामीले के भनेका थियौँ भन्दाखेरि ठिक छ, भिजिट भिसा प्रकरणमा जो खालको अनियमितता भएको छ त्यसलाई औपचारिक रूपमा एउटा संवैधानिक अङ्गले छानबिन गरिरहेको, खास गरिकन अख्तियारले छानबिन गरिरहेको परिप्रेक्ष्य पनि छ। यसमा यस्तो बेला अर्को समानान्तर छानबिन समिति बनाएर छानबिनलाई निष्प्रभावी बनाउनु हुँदैन भन्ने हिसाबले हामीले पटक पटक दलीय संयन्त्रहरूमा प्रमुख सचेतकहरू मार्फत या संसदका विभिन्न संसदीय दलका मिटिङहरूमा पनि हामीले आफ्नो कुरा त्यहाँ राख्दै आयौँ। तर साथीहरूको भनाइ चाहिँ अख्तियारले छानबिन गर्ने ठाउँ आफ्नो ठाउँमा छ, तर पार्लियामेन्टबाट पनि उठेको यो उच्चस्तरीय छानबिन समितिको जो मुद्दा छ यसलाई कुनै पनि हिसाबले सम्बोधन गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो र यसमा राज्यका तर्फबाट सहमति जनाएर 1 महिनाभित्र संसदीय एउटा कुनै छानबिन समिति, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सहमति गरिसकेपछि जसलाई हामीले 2 बजे सहमति भनेर भन्यौँ, त्यो पछि चाहिँ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्दोलनबाट बाहिरियो र अन्य दलहरू चाहिँ आन्दोलनमा जारी थिए र मलाई लाग्छ अस्तिको दिन नेपाल सरकारको तर्फबाट नेपाल सरकारका पूर्व मुख्य सचिवको नेतृत्वमा एउटा उच्चस्तरीय छानबिन समिति गठन भइसकेको छ। एकातिर यो प्रक्रिया छ, तर यो समितिप्रति पनि केही राजनीतिक दलले असहमति जनाएको परिप्रेक्ष्य पनि सँगसँगै छ। तर हिजो बजेट पनि पारित भइसकेको छ। त्यसले परिस्थिति चाहिँ संसदको गतिरोध तोड्ने एउटा प्रक्रिया चाहिँ हामीले गरी अगाडि बढाइसकेका छ। त्यसैले अब व्यक्ति दलै पछि चाहिँ गरी असहमतिका स्वरहरूलाई सम्बोधन गरेर जाने भन्दा पनि नीतिगत रूपमा उच्चस्तरीय छानबिन समिति बन्ने भनिसकेपछि उच्चस्तरीय छानबिन समिति बनिसकेको छ। अब छानबिन समितिले के निष्कर्ष निकाल्छ भन्ने विषयमा छानबिन समितिले आफ्नो काम कारबाही अगाडि बढाएकै छैन। तर अब छानबिन समितिले चाहिँ परिणाम दिँदैन या सरकारभन्दा भिन्न परिणाम ल्याउँदैन भन्ने आधारमा पूर्व अनुमानको भरमा चाहिँ टीका टिप्पणी गर्ने कुरा त्यति शोभनीय हुँदैन, त्यति वाञ्छनीय हुँदैन। त्यसो हुनाले हामीले के भनेका छौँ भने अब भिजिट भिसाको विषयमा छानबिन गर्ने एउटा उच्चस्तरीय समितिले पनि आफ्नो ठाउँबाट छानबिन गर्ने भयो
अख्तियारले पनि आफ्नो ठाउँबाट छानबिन गरिरहेको परिप्रेक्ष्य छ भनेपछि यो मुद्दा फेरि पनि के अरे उठाउने र फेरि पनि उठाउने भनेको चाहिँ के हो भने यसलाई संसदलाई गिजोल्ने, संसद चल्न नदिने कुरा मात्रै हुन्छ। म दलको तर्फबाट गम्भीरतापूर्वक विपक्षी राजनीतिक दललाई भन्न चाहन्छु कि हामीले छानबिन गराउन खोजेको हो भने छानबिन 2 तहबाट छानबिनको प्रक्रिया अगाडि बढिसकेको छ। अब छानबिनको नाउँमा पोलिटिकल स्टन्टबाजी गर्न गरेको हो या पोलिटिकल्ली यसलाई ठुलो एउटा प्रोपोगन्डा गर्न खोजेको हो भने त्यो बेग्लै विषय हो। त्यसै हुनाले अब यो छानबिन हुन्छ। छानबिनप्रति चित्त बुझेन भने परिणामलाई हेरेर परिणामप्रति चित्त नबुझ्दा त्यसमा सहमति असहमति आफ्नो ठाउँमा हुन सक्छ। त्यसैले म दलको तर्फबाट विनम्रतापूर्वक भन्न चाहन्छु कि सबै राजनीतिक दलहरूले संवैधानिक अङ्गले छानबिन गरिरहेछ त्यसलाई विश्वास गरौँ। सरकारको तर्फबाट उच्चस्तरीय समिति बनाएको छ त्यसलाई छानबिन गरौँ र परिणाम पर्खौँ र संसदको गतिरोधलाई अन्त्य गरेर सञ्चारलाई सुचारू, तपाईँले भने जस्तै सञ्चारलाई सुचारू बनाऊ। संसद भनेको जनताका मुद्दामा केन्द्रित भएर बहस गर्ने थलो हो। त्यसलाई त्यो थलोलाई जनमैत्री बनाऊ, जनताका मुद्दाहरूमा केन्द्रित गरौँ। अब यसलाई फगत प्रोपोगन्डा गर्ने, फगत चाहिँ स्टन्टबाजी गर्ने गरी खालि भिजिट भिचा भनेर संसदको मुख्य कामबाट संसदलाई चाहिँ बाहिर नधकेलौँ भन्ने चाहिँ म आग्रह गर्न चाहन्छु। अब तपाईँहरूले अहिले माननीयहरूले पनि त्यहाँ सांसदहरूले र प्रतिपक्षी दल लगायतका सांसदहरूले चाहिँ नेकपा एमालेको नेतृत्वको सरकार जो सत्तारूढ 2टा पार्टी मिलेर चलाएका छन्, यिनीहरूले चाहिँ अन्य पार्टीहरूलाई, अन्य प्रतिपक्ष लगायत अन्य पार्टीहरूलाई चाहिँ पेले समानुपातिक ढङ्गले बजेट पनि वितरण भएन, आफ्नो हिसाबले मात्रै यिनीहरूले काम गरे, बोल्न पनि पाइएन भन्ने ढङ्गले पनि तपाईँहरूमाथि एकदम आरोप बसाइरहेका छन्। यसलाई कसरी चेर्नुहुन्छ? अब यो बजेट विनियोजनको जहाँसम्म सन्दर्भ छ, नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्छ। पहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि नीति तथा कार्यक्रमको प्रकाशमा सरकारले बजेट ल्याउने हो। अब बजेट निर्माणको सिलसिलामा विभिन्न प्रक्रियाहरू छन्। त्यसमा माननीय सदस्यहरूले पनि आफ्नो सुझावहरू दिनुभएको छ। सरोकारवालाहरूले पनि त्यसमा सुझाव दिएका छन्। नागरिक समाज, उद्योग वाणिज्य सङ्घ लगायतले आफ्नो सुझाव दिने हाम्रो अहिलेसम्मको अभ्यास छ। त्यही अभ्यासबाटै अगाडि बढेको छ। अब जहाँसम्म चाहिँ बजेट विनियोजनमा हाम्रा मुद्दाहरू सम्बोधन भएनन् भन्ने जुन खालको परिस्थिति छ, त्यो चाहिँ अब यो उठिरहने प्रश्न हो। यो हामी पार्लिमेन्टमा हुँदा पनि उठ्थ्यो, किनभने जनताको मत प्राप्त गरेर आएको पार्लिमेन्टको एउटा मान्य सदस्यले आफ्नो भूगोलभरिको, जहाँबाट निर्वाचित भएको आफ्नो भूगोलभरिका मुद्दाहरूलाई उठाएर बजेट माग गर्ने चाहिँ परम्परा छ। बजेट विनियोजन गर्ने माग गर्ने जिम्मेवारी त माननीयको त होइन। मान्यले आफै यो हरेक अड्डा धाएर यसमा यति बजेट हाल्दै भनेर हिँड्ने त होइन। तर हामीले निर्वाचन लड्दा नै के कमिट गरेका छौँ भने तेरो धारो बनाउँछु, स्कुल बनाउँछु, बाटो बनाउँछु भन्ने हिसाबले कमिटमेन्ट गरेको, जुन टोलमा जाँदा त्यही कमिटमेन्ट गरेर हिँड्नुपर्ने जो बाध्यात्मक हाम्रो परिस्थिति छ, त्यसलाई ध्यानमा राखेर अहिले पनि मान्य सदस्यहरू जनताको मागको रूपमा विकास बजेट मागेर हिँड्ने चाहिँ अभ्यास र परम्परा छ हाम्रो। त्यसैले अब हामीले 100 आयोजना माग्यौँ, 500 आयोजना माग्न सक्छ एउटा मान्यले, 1000 आयोजना माग्न सक्छ। मागेका आयोजनाहरू पर्ने सम्भावना हुँदैन। जस्तो उदाहरणको लागि अहिले आयोजनाहरू छनौट गर्ने, आयोजनाको प्राथमिकीकरण गर्ने, आयोजना चाहिँलाई छनौट गरेर आयोजना ब्याङ्कहरू बनाउने, त्यसबाट चाहिँ प्रायोरिटीमा आयोजना छनौट गर्ने, या चाहिँ मन्त्रालयका लाइन एजेन्सीहरू छन्, तपाईँलाई डिस्ट्रिक्ट लेभलमा, प्रदेश लेभलमा, माथि केन्द्रीय लेभलमा लाइन एजेन्सीहरूबाट प्राथमिकताका आधारमा आयोजनाहरू अगाडि आउने, यसका विविध प्रक्रियाहरू छन्। र यी सबै प्रक्रियाबाट आएका आयोजनाहरू जो जिल्लामा गएका छन्, ती आयोजनाहरूलाई समग्रतामा बुझ्नुपर्छ मान्यहरूले। मैले हालेको कतिवटा पढेर तैँले हालेको कतिवटा पढ्यो भनेर तुलना गरेर हुँदैन। किनभने जिल्लालाई बायस गरेर त आयोजनाहरू हालिएका हुँदैन। जिल्लाका
नियमित आयोजनाहरू परिरहने कामहरू हुन्छ, कोही बहुवर्षीय होलान् कि प्राथमिकतामा पर्लान्। तर अहिले पनि मैले विगतहरूमा चाहिँ यसपटक पनि प्रभावशाली नेताहरू गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा सामेल भएका सत्ता गठबन्धनका अध्यक्षहरू, प्रधानमन्त्री, अर्थमन्त्री लगायत लाइक पेन्डेड मिनिस्ट्रीहरूमा चाहिँ बढी बजेट पर्यो भन्ने गुनासो आज होइन उहिलेकै कालदेखि आइरहन्छ। त्यो ढङ्गको परिस्थिति हुन्छ र म यसमा चाहिँ के भन्छु भने बजेट विनियोजनमा माननीयको भूमिका र बजेट विनियोजनमा एउटा पारदर्शी ढङ्गले हामीले नीति नबनाएछ, नीतिगत रूपमा बजेट विनियोजन गर्ने चाहिँ प्रणाली नबसाएसम्म यस्ता समस्याहरू आउँछन्। जस्तो उदाहरणको लागि तपाईँलाई जस्तो निर्वाचन क्षेत्र रणनीतिक सडक भनेर भन्नु भने चाहिँ केन्द्रको आँखाबाट हेर्दा 165 निर्वाचन क्षेत्रमा जाने, त्यसमा कसैसँग रोइरहनु परेन, कुनै मन्त्रीले हात जोडिरहनु परेन, अर्थ मन्त्रालयको ढोका ढकढक्याउनु परेन। त हामीले गर्ने चाहिँ के हो भने नीतिगत व्यवस्था गरेर बजेट चाहिँ सोझै निर्वाचन क्षेत्रमा जाने व्यवस्था नगरेसम्म यस्ता प्रश्नहरू उठिरहन्छ। प्रश्नको मात्रा ठुलो सानो भन्ने मात्रै हो। त्यस हुनाले यसलाई मैले अत्यन्त सामान्य ढङ्गले परम्परागत ढङ्गले उठिरहेका प्रश्नहरू हुन् भन्ने भन्छु। र म मान्यज्यूहरूलाई मेरो साधारण अनुरोध के छ भने बजेट विनियोजन गर्दा नीतिगत एउटा विधि नबनाएसम्म बजेट विनियोजनमा चाहिँ यो खालको असन्तुलन कायम नै हुन्छ जस्तो लाग्छ। मान्यज्यू, तपाईँले यसो भनिरहँदा तपाईँहरूको अहिले जुन गठबन्धन सत्तारूढ दुईवटा पार्टी जुन मिलेर सरकार चलाइरहनु भएको छ, त्यही पार्टी सत्तारूढ पार्टीको एउटा घटक जुन महत्त्वपूर्ण उसमा छ, प्रमुख दलको रूपमा उपस्थित छन् नेपाली काङ्ग्रेस, त्यसैका मान्नेहरूले पनि यो ठिक भएन, यो असन्तुलित भएन, न्यायोचित भएन, सरकारले जुन उद्देश्य र लक्ष्यका साथ हामीले यो गठबन्धन गऱ्यौँ त्यो यात्रामा अगाडि बढेन त भनिरहेको छ नि। यसमा नेकपा एमालेलाई बदनाम गर्न खोजेको भन्नुहुन्छ कि कुरा सही नै हो, त्यस्तै भइरहेको छ त? होइन, अब सत्ता गठबन्धनभित्र रहनुभएका मान्य सदस्यहरूको पनि अघि मैले व्याख्या गरेको नीतिगत तहमा बजेट आफ्नो निर्वाचन क्षेत्रमा जाने कुरा पास नभएसम्म यो असन्तुलन कायम नै हुन्छ। अब बजेट मैले तोकिएको बजेट मैले प्राप्त गर्न सकिनँ भन्ने अर्थमा सरकारसँग असन्तुष्टि व्यक्त गर्नु स्वाभाविक हो। तर अब सत्ताको बेन्चमा बसेर सरकारलाई नै गाली गरिरहने कुरा चाहिँ यो आश्चर्यजनक हो। होइन, त्यसमा त कुनै सम्भावना छैन। किनभने अब तपाईँले सत्ता गठबन्धनमा हामीले जो 7 बुँदे सहमति गरेर यो सरकार गठन गरेका हौँ र सरकार गठन हुँदा नै हामीले भनेका छौँ कि अब 84 सम्म 2टा मात्रै प्राइम मिनिस्टर हुनेछ। एउटा एमालेको अध्यक्ष, अर्को नेपाली काङ्ग्रेसको सभापति, अर्को प्रधानमन्त्रीको हामीले यहाँ परिकल्पना गरेका छ 7 बुँदेले। यसको अर्थ के हो भने मुलुकमा हङ पार्लियामेन्ट छ, त्यसो हुनाले यो हङ पार्लियामेन्ट भएको बेला प्रत्येक दलले सत्तामा अंश खोजेर पार्लियामेन्टमा मेजर पार्टीहरू नमिलुन् र पार्टीभित्र चाहिँ भाँजो हाल्न, पाटको ठोकेर पार्टीलाई डिभिजन गर्ने र साना दलहरू सरकार निर्माण गर्नका लागि निर्णायक हुने जो परिस्थितिमा हामीले केही समय व्यतीत गऱ्यौँ नेपाली राजनीतिमा, त्यो यसको निम्ति दुर्भाग्य हो। दुर्भाग्य किन हो भने यसले 3टा प्रश्न चाहिँ उब्जियो। किन हरेक 3 महिनामा सरकार बदल्ने कुरा हुन्छ, त्यसले गर्दा मुलुकमा अस्थिरता बढ्यो, मुलुकमा अराजकता बढ्यो। 2टा। तेस्रो, हाम्रा विकास साझेदारहरूले प्रश्न उठाए, एउटा सरकार चलाउने चाहिँ क्यापेसिटी छैन तिमीहरूसँग। चौथो चाहिँ विकास र समृद्धिको जो यात्रा हो त्यसमा अवरोध सिर्जना भयो। प्रत्येक सरकार बन्छ, नयाँ नीति लिएर आउँछ। यो खालको जटिलताबाट हामीले चाहिँ के भन्यौँ भने अर्थतन्त्रलाई पनि हामीले लयमा फर्काउन सकिन्न। 5औं कुरा त्यसो भएको हुनाले अब हामीले चाहिँ एउटा स्थिर खालको गभर्मेन्ट दिन्छौँ भन्ने आश्वस्त पार्नका निम्ति ठुला राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ भन्ने हिसाबले यो सरकार गठन भएको हो। त्यसैले
असन्तुष्टि आयोजना नपाउँदाको असन्तुष्टिको कुरा एउटा कुरा भयो। सत्ता सञ्चालनमा समीकरणमा प्रभाव पार्ने कुरा चाहिँ दोस्रो कुरा हो। हजुर, यहाँले भनेको जस्तो यो चारवटा कुरा गर्नका लागि यो सरकार लिगमा छ होइन। म के भन्छु भने सरकार त लिगमा छ, ट्र्याकमा छ भनौँ अझै राम्रो। लिग भन्दा पनि सरकार ट्र्याकमा छ। ट्र्याकमै यसकानेमा छ कि हामीले सरकार गठन गर्दाखेरि 3-4वटा प्रश्न उठाएका थियौँ 7 बुँदेमा। तपाईँले त्यहीँ नै प्रवेश गर्न खोजे जस्तो लाग्यो मलाई। पहिलो चाहिँ मुलुकको अस्थिरता र अराजकतालाई हामी नियन्त्रण गर्छौँ। अब मुलुकमा 84 मा 2टा मात्रै प्राइम मिनिस्टर हुनेछ। 1 नम्बर 2 अर्थतन्त्रमा जुन खालको गतिरोध उत्पन्न भयो अर्थतन्त्रलाई लयमा फर्काउँछौँ। 3 अवरोध भएका विकास आयोजनाहरूलाई निरन्तरता र सुचारू दिन्छौँ। 4 चाहिँ जुन खालको निर्वाचन प्रणालीबाट हामीले अगाडि बढिरहेका छौँ यो निर्वाचन प्रणालीमा व्यापक सुधार गर्न जरुरी छ। त्यसै हुनाले संविधान संशोधनको विषयलाई पनि सँगसँगै लिएर जान्छौँ भन्ने हामीले नेपाली जनताका बिचमा गरेको कमिटमेन्ट हो। हामीले गरेको कमिटमेन्ट यही नै हो। र अहिले उठिरहेको प्रश्न के छ भन्दाखेरि ल अर्थतन्त्र त लयमै फर्काएको मानियो त्यसले केही समस्याहरू समाधान पनि गर्यो, तर अपेक्षित परिणाम त अहिले पनि दिइरहेको छैन। यो देशको चाहिँ राजस्वमुखी बजेट हो। मुलुकको बजेट, नेपालको बजेट राजस्वमुखी बजेट हो र सरकारले अपेक्षा गरेको राजस्व उठेन भने पनि त अर्थतन्त्रलाई लयमा फर्काउनु चाहिँ कठिनाइ हुन्छ। केही वृद्धि त भयो, पोजिटिभ रिजल्ट त आयो, दिशा पोजिटिभ छ, पूर्वै फर्केको छ, सकारात्मक छ, तर अपेक्षित रिजल्ट आएन भनेपछि त्यसलाई अपेक्षित रिजल्ट ल्याउनको लागि त्यो खालको वातावरण हामीले तयार गर्नु पर्यो भन्ने विषयसँग मान्छेले सहमति गरे। तर खोइ त सत्ता चलाएको चाहिँ 1 वर्ष भयो, संविधान संशोधनको प्रश्न चाहिँ समाधान भएको खोइ भनेर अर्को यहीँ तपाईँलाई यहीँ थपौँ मैले कि तपाईँ अहिलेको प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्नुभएको थियो। तर अहिले जनताले तपाईँहरूलाई प्रश्न उठाइरहेका छन् कि हिजो भिसा प्रकरणदेखि लिएर सरकारी जग्गा प्रकरण के अरे पतञ्जली लगायतका यी टिकापुर जग्गा काण्डहरू विभिन्न खालका यी समस्याहरूमा पनि सुशासन आउँछ भन्नुभएको थियो। त्यो भइरहेको छैन, त्यो छानबिनहरू रोकिएका छन्। प्रश्न त उठेको छ नि। यसलाई यसरी बुझ्नु पर्यो। मैले तपाईँले सँगसँगै 2टा कुरा गर्नुभयो। एउटा चाहिँ सुशासनको कुरा, अर्को चाहिँ संविधान संशोधनको कुरा। म 2टै कुरामा आउँछु। पहिले म बोल्दै थिएँ संविधान संशोधनको प्रश्नमा। हामीले 7 बुँदेमा पनि उल्लेख गरिएको आजसम्म संविधान संशोधनको प्रश्नमा के कति काम भइरहेछ तपाईँहरू त मौन हुनुहुन्छ नि त। संविधान संशोधन भनेको चाहिँ सत्ता प्राप्त गर्ने भराङ मात्रै हो भन्ने तहबाट पनि प्रश्नहरू उठिरहेछन् भनेपछि संविधान संशोधनको हाम्रो संवैधानिक प्रक्रिया के छ भनेर बुझ्नुपर्छ। पहिले हाम्रो कानुनी र संवैधानिक प्रक्रिया के छ भन्दा हाम्रो कानुनी र संवैधानिक प्रक्रिया भनेको संसदको 2/3 मेजोरिटी नभइकन संविधान संशोधन गर्न सकिँदैन। अहिले चाहिँ गणितमा संसद भन्नाले के? संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा हो। राष्ट्रिय सभा र प्रतिनिधि सभामा अहिलेको गठबन्धनको संविधान संशोधनको लागि चाहिने गणपूरक सङ्ख्या न्यूनतम 2/3 मेजोरिटी छ त प्रतिनिधि सभामा छ, राष्ट्रिय सभामा छैन। संसदबाट मात्रै हुन्छ भने त राष्ट्रिय सभामा छैन। अब तपाईँले राष्ट्रिय सभामा 2/3 मेजोरिटी बन्ने वातावरण कहिलेदेखि सुरुवात हुन्छ भन्दा यसपालिको फागुनदेखि हुन्छ, जहाँ 19 जना मान्य सदस्यहरू चाहिँ खाली हुँदैछ। यदि यो गठबन्धनले कायम गर्यो भने 19 का 19 चाहिँ उपस्थित हुन सक्ने स्थिति छ। त्यसमा 20 हो, 1 जना चाहिँ राष्ट्रपतिले मनोनित गर्ने हो। त्यो राष्ट्रपतिले गर्दा गठबन्धनहरूकै सिफारिसमा कसैलाई गर्दैन, जसरी हिजो गरिएको थियो भन्ने लाग्छ मलाई। त्यसरी हेर्दाखेरि संविधान संशोधनको प्रश्न टेबल हुन नै संसदको 2/3 मेजोरिटी त्यसको न्यूनतम शर्त हुन्छ। अब म के भन्छु यसलाई भन्दाखेरि जति बेला संसदमा 2/3 मेजोरिटीको ग्यारेन्टी हुन्छ त्यति बेला संविधान संशोधनको प्रश्न टेबुलेसन हुन्छ। त्यो गर्न सरकारले किन सकिरहेको छैन सन्तुलित रूपमा? त्यही मैले भन्दैछु तपाईँलाई।
भनेकै त यही हो। गणितले अनुमति दिँदैन, कसरी गर्नुहुन्छ? कि त माओवादी त्यसमा सहमत भएर आउनु पर्यो। त्यसैले अहिले हामी के टास्क गर्दैछौँ संविधान संशोधनको प्रश्नमा भन्दा प्रत्येक दलले चाहेको संविधान संशोधनको प्रश्नमा आफ्नो ओपिनियन के हो यो इनर डिस्कसनको विषय बनाऊ भनेर भनेका छौँ हामीले दलभित्र। आफ्ना आफ्ना दलहरूमा इनर डिस्कसनको विषय बन्नुपर्ने, त्यो भएन भने सम्भव छैन। त्यसैले मैले के भनेको छु भन्दाखेरि दलको तर्फबाट जब संसदमा 2/3 मेजोरिटी बन्ने न्यूनतम आधार तयार हुन्छ त्यही दिन संविधान संशोधनको प्रश्न टेबुलेसन हुन्छ। एउटा कुरा यो हो। दोस्रो तपाईँले उठाएको मुद्दा सुशासन मुद्दा। अझ तपाईँले उत्साहित भएर के भन्नुभयो यो काम चाहिँ होइन, उत्साहित भएर के भन्नुभयो भन्दाखेरि अब सुशासन चाहिँ 100% सुशासन कायम हुन्छ या भ्रष्टाचार चाहिँलाई 0 उसमा लगिन्छ भनेर जो भन्नुभयो नि त्यो चाहिँ म चाहिँ भन्दिनँ। त्यो सम्भव छ कि छैन भन्ने कुरा हेर्नु पर्यो। त्यसैले भ्रष्टाचारलाई न्यूनीकरण गर्ने हो, कमभन्दा कम गराउने हो, सुशासनलाई के अरे बलियो बनाउने हो भन्दाखेरि सुशासनको सन्दर्भमा सरकारले आफ्नो तर्फबाट गर्ने खर्चहरूमा कटौतीको एउटा प्रक्रियामा छ। दोस्रो चाहिँ भएका अनियमितताहरूको छानबिन गर्ने चाहिँ प्रक्रिया आरम्भ गर्नका निम्ति सबै संवैधानिक अङ्गहरूलाई आफ्नो काम गर्नका निम्ति सरकारले चाहिँ के अरे उत्प्रेरित गरेका छ। तपाईँले देखिरहनु भएको छ। अहिले मान्छेका चाहिँ के अरे भनौँ हिजोका जुन कालका स्वर थिए नि, अहिले मान्छेहरू त्यो चर्को स्वरमा स्वर किन गरिरहेछ भने आफ्नो पनि पाता फर्किन्छ नि क्या हो भन्ने बुझेर होला जस्तो लाग्छ। चर्को गर्ने पनि चर्को गरिरहेको छन्, किनभने 1-2वटा केस मात्रै अगाडि बढिरहेछ। तपाईँले अहिले भर्खरै चाहिँ अब लास पोल्ने शव दान गर्ने ठाउँको पनि मेसिन किन्दा पनि भ्रष्टाचार भयो भने अख्तियारले चाहिँ छानबिनको प्रक्रिया अगाडि बढाएको छ। पतञ्जलि जग्गा प्रकरणमा यति ठुलो पूर्व प्रधानमन्त्री समेत चाहिँ के अरे भनौँ चाहिँ संलग्न छन् भनेर उसले दाबी प्रस्तुत गरेका छ। लगायतका प्रक्रियाहरू अगाडि बढाएका छन् र यो प्रक्रिया रोकिँदैन। अर्को चाहिँ तपाईँ मिडियाका साथीहरूले ध्यान दिनुपर्ने कुरा त के हो भने नेपालको इतिहासमा प्रधानमन्त्री र क्याबिनेटले गरेको डिसिजन पनि अख्तियारले छानबिन गर्न सक्ने रहेछ भन्ने चाहिँ के अरे भनौँ आधार तयार गरेको छ। भने कुनै पनि प्रधानमन्त्रीहरू, पूर्व प्रधानमन्त्रीहरू, वर्तमान प्रधानमन्त्रीहरू, मन्त्रीहरू कोही पनि मैले त त्यति बेला नै गरेको हो, आज त मैले के गरेको छु र भन्न सक्ने परिस्थिति छैन। मेरो त्यो मैले अलिकति थोरै यहीँ राखिहालेँ कि तपाईँ पोलिट ब्युरो पनि सदस्य, अहिले स्थायी कमिटीको पनि सदस्य र प्रधानमन्त्रीसँगै सिधै यी कुराहरू राख्न सक्ने नेता पनि भएको हिसाबले यो त प्रतिपक्षहरूलाई अरूलाई त गर्नु हो, तर सत्ता पक्षलाई त तपाईँले यसभित्र रहेकालाई पनि त गर्नु त भएको छैन नि। उम्काउने प्रयास जनताको तहबाट पैसा। म यही भन्दैछु तपाईँलाई, आजका मन्त्रीहरू या प्रधानमन्त्रीहरू जब तपाईँले क्याबिनेटको निर्णय नै पनि छानबिनको दायरामा आउँछ भनिसकेपछि त कुनै पनि प्रधानमन्त्री, कुनै पनि मन्त्रीहरूले तलमाथि गरेमा, नेपालको ऐन कानुनलाई उल्लङ्घन गरेमा उनीहरू छानबिनको दायरामा आउँछन् भन्ने एउटा गम्भीर नजिर स्थापित भएको छ। सबै आउँछ। त्यसो भएको हुनाले तपाईँले एकदम चिन्ता गर्नुपर्ने विषय भएन। जनताले चिन्ता गर्नुपर्ने विषय भएन। प्रत्येक नागरिकले उठाएका मुद्दाहरू ढिलो चाँडो त्यो छानबिनको दायरामा आउँछन्, त्यो छानबिनको दायरामा पर्छन् भन्ने कुरा चाहिँ हाम्रा वर विभागहरूले पुष्टि गरेका छ। त्यसै हुनाले प्रत्येक नीति निर्माणको तहमा बसेका राज्य सञ्चालकहरूले ध्यान दिनुपर्ने विषय के हो भने यदि मैले नेपालको संविधान, ऐन कानुनलाई या राष्ट्रलाई धोका दिने काम गरेँ, अनाचार गरेँ, दुराचार गरेँ, भ्रष्टाचार गरेँ भने कुनै यी पट नलागिकन कुनै कालखण्डमा मेरो पनि पाता कसिन्छन् भन्ने कुरा चाहिँ यो घटनाले बुझिन्छ। त्यसलाई सचेत हुन, उत्प्रेरित हुन, मुलुकलाई सुशासनलाई एउटा दिशा दिनका निम्ति यसले चाहिँ पहल गर्छ।
मैले त्यो अभ्यास त यही सरकारको पालादेखि सुरुवात भयो नि भनेर भने मैले अलिकति यहाँको ध्यान आकर्षण गराएँ कि नेपाली काङ्ग्रेसका जिम्मेवार नेताहरू, प्रभावशाली नेताहरू जो अहिले माननीय हुनुहुन्छ, उहाँहरूले नेपाली काङ्ग्रेसकै सोझै रूपमा क्वेसन उठाएर नेकपा एमालेकै नेताहरूको पनि क्वेसन उठाएर यहाँ भ्रष्टाचार यिनीहरूले गरेका छन्, अपराध काम गरेका छन्, यिनीहरूलाई छानबिन गर्न भनेर गरेका छन्। यसलाई के भन्नुहुन्छ? प्रश्न उठ्ने साथ त संविधान निकाय त कुद्दैन नि त, बगलले प्रश्न उठाउँछ भनेर। उसलाई त एभिडेन्स चाहियो नि त, प्रमाण चाहियो, सबुत प्रमाण चाहियो। त्यसै हुनाले मैले भने नि त तपाईँलाई, बडा प्रष्ट र दलको तर्फबाट के भने भन्दाखेरि कुनै पनि व्यक्ति उप कोही पनि व्यक्ति नेपालको संविधान र ऐन कानुनभन्दा माथि छैन, यो गणतन्त्र हो। त्यसै भएको हुनाले कसैले पनि मुलुकको ऐन कानुन संविधानलाई मिचेर कुनै काम कारबाही गरेको रहेछ भने त्यो कारबाहीको दायराभित्र आउँछ, अनुशासनको दायराभित्र आउँछ, अनुसन्धानको दायराभित्र आउँछ। त त्यसलाई पनि कानुनी हिसाबमा चाहिँ प्रमाण पुर्याउने, कानुनले हेर्ने भने त अवधि हेर्ने विषय हो। त्यसै कारणले त्यो विषय चाहिँ सबै कानुनको दायरामा आउँछन् भन्ने कुरा हेक्का राख्नका लागि मैले भन्छु। त्यसै हुनाले कङ्ग्रेसको दलको एउटा नेता उठेर एमालेलाई देखाउने, एमालेको दलले उठाएर अर्कोलाई देखाउने भनेको चाहिँ त्यो राजनैतिक पूर्वाग्रह, आग्रहको रूपमा पनि उठ्न सक्छ। त्यो आग्रह पूर्वाग्रहको आग्रह उठ्न सक्छ। तर कुरो उठ्यो भने जनताको बिचमा त्यो कुरो गयो भने त्यो एउटा समीक्षाको विषय हुन्छ। त्यसलाई छानबिन गरेर, छानबिनको दायरामा लिएर कुनै न कुनै सबुत प्रमाण त चाहियो नि त। गर्छ। अब अहिले यहाँ अलिकति यता पनि लैजाउँ कि आर्थिक सङ्कट अलिक पहिलेदेखि नै जटिलै छ। अहिले पनि आर्थिक सङ्कट धेरै न्यूनीकरण भएको छैन, जनताको समस्यामै बजेट आएको छ। अर्थमन्त्रीले केही न केही सुधार भएको छ तर अपेक्षाकृत छैन भन्नुभएको छ। यसलाई सही लिकमा ल्याउन र जनतालाई अलिक सहज ढङ्गले यो अहिले आएको बजेट कार्यान्वयनमा लैजान चाहिँ एमाले चाहिँ कस्तो योजना? अब यस्तो नि, यो सरकारको प्रधानमन्त्री पनि एमाले, अर्थमन्त्री पनि एमाले भएपछि त यो बजेटको कार्यान्वयन गर्ने मुख्य जिम्मेवार नै एमाले नै हो। त्यसै हुनाले बजेट बनाउने कुरामा पनि उसको रोल छ भनेर चाहिँ बजेट कार्यान्वयन नगरी त त्यसले दिने परिणाम प्राप्त हुँदैन। तपाईँले बुझ्नु के गर्नु पर्यो भन्दाखेरि जनताको मागको चाङको धुरी चाहिँ धेरै अग्लो छ, राष्ट्रको सामर्थ्य चाहिँ निकै होचो छ। जनताको समस्या र राष्ट्रको सामर्थ्यको बिचमा चाहिँ हामीले कसरी मिलाएर यसलाई अगाडि बढाउने भन्ने चाहिँ एउटा जटिल समस्या छ। मैले अघि पनि तपाईँलाई बताएको थिएँ कि नेपालमा बजेटका स्रोतहरू चाहिँ धेरै ठुलो छ। कहाँबाट आउँछ बजेट भन्दा बजेटको सबैभन्दा ठुलो लार्ज स्केल चाहिँ तपाईँको राजस्व हो। अब स्थिति के छ, तपाईँले अहिले पनि होला 13 खर्ब चान्चुन चाहिँ के अरे राजस्व प्रक्षेपण गरिएको 13-14 अरब कति छ, खरब कति छ राजस्व। टेन्टेटिभली हेर्दाखेरि अहिलेसम्मको अभ्यास हेर्दा 10 खरब चान्चुन मात्र राजस्व हुने गरिरहेको छ। अब अर्को पैसा कहाँबाट आउँछ? तपाईँले आन्तरिक ऋण उठाउन सक्नु होला, या रिमिटेन्स होला, या बाह्य ऋण होला, बाह्य अनुदान होला। त्यहाँभन्दा त अर्को ठाउँबाट आउँदैन त पैसा, तपाईँलाई त पैसा त सहित आउँछ। र त्यसको ठुलो अंश नै राजस्वबाट आउँछ भन्दा अहिले तोकेको राजस्व उठेन भने तैँले विकास बजेटमा छुट्याएका जति पनि के अरे भनौँ आयोजनाहरू छन् त्यो त क्रमशः कुम्चिन्छन्, बन्द हुन्छन् भन्न मैले मिलेन, तर कुम्चिन्छन्, सङ्कुचनमा पर्छ। त्यो खालको परिस्थिति छ। त्यसैले राजस्व वृद्धि कसरी हुन्छ, राजस्वका नयाँ क्षेत्रहरू के हुन्, एउटा कुरा यो हो। मुलुकलाई चाहिँ औद्योगिकरणको दिशामा कसरी लिएर जाने, कसरी मुलुकलाई सामर्थ्य गर्ने, आय आर्जनको ढोका कसरी खोल्ने, बेरोजगारी कसरी गर्ने, राष्ट्रिय पुँजी कसरी निर्माण गर्ने, मान्छेलाई उत्पादनसँग कसरी जोड्ने, मान्छेलाई श्रमसँग कसरी जोड्ने। तपाईँले गाउँ बस्तीमा जाँदा सबै बारीहरू खेतहरू बाँझा छन्, छोरो काठमाडौँ घुमेर आकाशमा फर्केर चोरो खाएर हिँडेर 10औं वर्षसम्म बाँझो छोडेर हिँड्यो भने के भन्ने त त्यो कार्यक्रम त मैले भने त्यो त त्यसमा हामी
विभिन्न तहमा छलफल पनि गरिरहेछौँ। के अरे 10 वर्षसम्म बाँझो छोडेर हिँड्यो भने पहिले उसलाई यति वर्षसम्म बाँझो छोड्न नपाउने, या त्यसलाई वृक्षारोपण गरेर छोड्नुपर्ने, फलफुल खेती लाएर छोड्नुपर्ने, या गरेन यति वर्ष सर्च गरेन भने यो उसलाई दण्डित गर्नुपर्ने, यति वर्ष गरेन भने राज्यको जमिन हुने र त्यस्ता चाहिँ फर्टाइल जमिनहरूलाई राज्यले लिएर चाहिँ आधुनिक ढङ्गले कृषि प्रणाली या उत्पादनको अन्य क्षेत्र या फलफुल खेती लगाउने, यो दिशाबाट नगइकन राष्ट्रिय उत्पादन बढ्दैन, राष्ट्रिय पुँजी निर्माण हुँदैन, न उद्योग धन्दा छन् न कल कारखाना छन्। त्यसो हुनाले यो चिजलाई नयाँ ढङ्गले एड्रेस गरेर जानुपर्छ। अब राजस्व उठेन यति नै हो, कसैले दिएन भनेर मिल्दैन, किनभने यो पैसालाई राजस्व टेन्टेटिभली भन्ने नेपालको आन्तरिक जो चालु खर्च धान्ने चाहिँ कठिन छ, त्यो खालको परिस्थिति छ। त्यो त सरकारले नीति कार्यक्रममा पनि ल्यायो, त्यो खालको बजेट पनि ल्याएको छ, बजेट राम्रै ढङ्गले आएको छ। कार्यान्वयन कतिको होला, तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? कार्यान्वयन हुन्छ, कार्यान्वयन नभए हामी अप्ठ्यारो पर्छौँ। त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने दिशामा हामीले उत्प्रेरित गर्नुपर्छ भन्ने कुरा हो। त्यसलाई त परिणाममा हेरेर पर्खनु पर्यो। अब कहिले होला कसरी होला भन्दा परिणाम नआइकन यसको बारेमा पूर्व अनुमान गर्नु चाहिँ यो ज्योतिष अनुमान हुन्छ, त्यो अनुमान आशा मात्रै गर्न सकियो। यसलाई कार्यान्वयन प्रभावकारी ढङ्गले अब नेकपा एमालेको नेताको हिसाबले र रुलिङ पार्टी पनि अहिले नेकपा एमाले भएको हुनाले अब तपाईँको अहिले यो अब हदौमा विधान महाधिवेशन पनि गर्दै हुनुहुन्छ, के छ यसको बारेमा नि अलिकति बताइदिनुहोस् न। नेकपा एमालेको पार्टीको दोस्रो राष्ट्रिय विधान अधिवेशनको चाहिँ प्रक्रिया आजदेखि हामीले प्रारम्भ गर्दैछौँ। हरेक 5 वर्षमा विधान अधिवेशन हुने र अभ्यासको हिसाबले र प्रयोगको हिसाबले विगत 5 वर्षमा हाम्रो विधानमा कहाँ चुनौतीहरू आए, कस्ता समस्याहरू छन्, यसलाई कसरी सम्बोधन गर्ने भन्ने हिसाबले चाहिँ हामी यसको समग्र समीक्षा गर्छौँ। तल कमिटीमा पठाइदिन्छौँ। विधान प्रक्रियाको हिसाबले के कुरा चाहिँ भयो भन्दै हेरेर हुन्छौँ हामीले। विधान अधिवेशनमा हामीले मूलतः 4वटा काम गर्छौँ। एक, विधान अधिवेशनमा प्रस्तुत गर्ने विधान सम्बन्धी संशोधन प्रस्ताव हामीसँग हुन जरुरी हुन्छ। महाधिवेशनमा लगेर संशोधन प्रस्ताव गर्न जरुरी हुन्छ। दोस्रो चाहिँ के हुन्छ भने त्यो परिस्थितिमा विधानको चाहिँ को प्रयोग गर्दाखेरि सङ्गठनात्मक हिसाबले हाम्रो पार्टी सङ्गठन निर्माणको क्षेत्रमा हामी कहाँ यो 5 वर्षमा के चुनौतीहरू आए, त्यसको समाधानको उपाय के हो, एउटा सङ्गठनात्मक प्रस्ताव हुन्छ। तेस्रो चाहिँ अहिलेको पोलिटिकल घटनाहरू जो विकास भइरहेछन् त्यसलाई सम्बोधन गर्ने र खास गरिकन अबको हाम्रो मुख्य कार्यभार के हो त, हामीले एकातिर समाजवादका आधारहरू तयार गर्छौँ भनिरहेछौँ भने त्यो अवस्था अहिले हामी कुन ठाउँमा छौँ र समाजवादको आधार निर्माण गर्ने हाम्रो कार्यक्रम के हो भन्ने विषय चाहिँ हामीले अहिलेको पोलिटिकल सिचुएसनको चाहिँ विश्लेषण गर्दै यी चुनौतीहरूसँग सामना गर्ने र जाने हाम्रो गन्तव्य चाहिँ समाजवादका आधार निर्माण गर्ने के हुन्छ भन्ने विषयमा चाहिँ हाम्रो पोलिटिकल एउटा रिपोर्ट आउँछ र हामी यहाँबाट केही महत्त्वपूर्ण समस्या हामी रिजोल्युसनहरू पास गरेर विधान अधिवेशन सम्पन्न गर्छौँ। र अहिले विधान अधिवेशनभित्र तपाईँहरूको जिज्ञासाको कुरा चाहिँ 2टा ठाउँमा छ। अघि तपाईँले एउटा त फ्याक्ट भनिहाल्नु, एकलौटी नेतृत्व के भन्दै हुनुहुन्थ्यो। हाम्रो यसमा चाहिँ हाम्रो पार्टीले खास गरिकन अहिले हामीले एचिभ गरेका भनौँ न 3-4वटा कुराहरू चाहिँ हामीले एचिभ गरेका छौँ। जस्तो उदाहरणको लागि यो अध्यात्मक प्रणाली र सहित बहुमती प्रणालीमा जाने काम पनि हाम्रो पार्टीको आजको नेतृत्वले तयार गरे हो। पार्टीलाई कसरी बहुपदी प्रणालीमा लिएर जाने र एउटा सामूहिक नेतृत्व प्रणालीलाई कसरी स्थापित गर्ने, अध्यात्मक प्रणालीलाई कसरी चाहिँ कार्यान्वयन गर्ने भन्ने एउटा महत्त्वपूर्ण मुद्दा यो थियो। दोस्रो मुद्दा तपाईँहरूको जिज्ञासाको धेरै दिमाग अहिले भुटिरहेको, पत्रकारको दिमाग भुटिरहेको अर्को विषय के हो भने
त्यो 70 वर्षको एज बारको कुरा छ। 70 वर्षदेखि कार्यकारी पदमा बन्न नपाउने भन्ने थियो। र हामीले केही समय अगाडि यस पार्टी लगायतका विभिन्न पार्टीहरू छोडेर एमालेमा आउने साथीहरूको लागि 70 वर्षको मान्छे पनि म चाहिँ आएर पार्टीमा काम गर्छु भन्दा नगर भन्न मिलेन। त्यो उहाँहरूलाई आउनका निम्ति हामीले चाहिँ 70 वर्षको एज बार चाहिँ हामीले के अरे निलम्बन गर्ने मैले स्थगनमा चल्नुपर्छ। एउटा विषय यो 70 के हुन्छ आज धेरै चर्चाको विषय यो नै छ। तेस्रो विषय अब मलाई लाग्दाखेरि 70 वर्ष भनेको चाहिँ वर्ष भने एउटा टेक्निकल कुरा हो। वर्षले मान्छेको भिजन दृष्टिकोण ऊ गर्न सक्छ भनेपछि छेकिनु हुँदैन। त्यसलाई चाहिँ वर्षको बन्देज लाएर छेक्ने कुरा हुँदैन। त्यो चीनले पहिले गरेको चीनले पनि त कसलाई बोलिसक्यो। अब अर्को चाहिँ उठिरहेको 2 टर्म प्रणालीको कुरा उठौँ। कार्यकारी पदमा 2 वर्षदेखि बस्न पाइन्न भन्ने कुरा गरौँ। यो चाहिँ हाम्रो विधानमा त्यो व्यवस्था छैन। तपाईँले अहिले पनि बेलुका लगेर विधान पढ्नुहोस्, निवाली पढ्नुहोस्, 2 टर्मको चाहिँ कुरा त्यहाँ छैन। त्यो चाहिँ खालि चाहिँ संविधानको पालिकाका प्रमुखहरू हुँदाखेरि 2 चोटि हुने लगातार 2 चोटि भए चाहिँ उसलाई बन्देज गरेको कुरा मात्रै छ। यसको मतलब नेतृत्व फेर्ने तहको यो होइन आफ्नो नेतृत्व त फेरि नै सक्छ। नेतृत्व त के छ भने उनले आफ्नो सेन्ट्रल कमिटी चाहिँ कमान्ड गर्न सकेनन्। अर्कैलाई इच्छा जाहेर गरेर अर्कोले कमान्ड गरेर हिँडौ। जस्तो उदाहरणको लागि तपाईँले हाम्रो पार्टीको 39 सालको विवादमा सिपी चाहिँ क्रमशः कर्नर पर्दै गए। नेतृत्व चाहिँ झलनाथहरू मदन भण्डारीहरूले गर्दै आए। महासचिव नै बदल्नु पर्ने परिस्थिति अनि कमिटी नै उसले नेतृत्व गर्न सक्नु छोड्यो भनेपछि हुँदै हुँदै आएर 41 सालमा पोलिट ब्युरो भएको मदन भण्डारीले 46 सालमा आउँदा सिङ्गो केन्द्रीय कमिटी नै आफैले होल्ड गर्ने परिस्थिति भयो भने चाहिँ त्यो चाहिँ नेताको ल्यागतमा भर पर्ने कुरा हो। तपाईँ अहिले एमालेका एमङ द लिडरमा चाहिँ अध्यक्ष चलाउनु चाहिँ म यसै कारणले म योग्य हुँ भनेर उसले लिड गर्न सकौँ, उसलाई केन्द्रीय कमिटीले विश्वास गरौँ, पहिले त आफ्नो टिमको लिडिङ गर्न सक्नु पऱ्यो भने त्यो हुने भयो। नभए होइन फेर्नको लागि फेरिदिउँ न हौ भनेर नेतृत्व फेरिँदैन। पूर्व राष्ट्रपतिको पनि कुरा होइन। अब उहाँले औपचारिक रूपमा पार्टीमा म आउँछु, क्रियाशील हुन्छु, अध्यक्ष हुन्छु भनेर कहीँ पनि आफ्नो चाहिँ दाबी प्रस्तुत गर्नुभएको छैन। हामीले पनि छापाहरूमा सुने हौँ, मिडियाहरूमा सुने हौँ। त्यसो भएको हुनाले अब जब उहाँले औपचारिक रूपमा दर्ज गर्नुहुन्छ त्यसपछि पार्टीले आफ्नो एउटा धारणा बनाएर त्यसको बारेमा ओपिनियन दिन्छ। तर अहिले मलाई यसो हेर्दाखेरि 2टा कारणले, एउटा कारण अहिलेको नेकपा एमालेको सङ्गठनात्मक संरचना र जुन खालको वैचारिक राजनीतिक धारको कुरा छ, यसको अगुवाई र यसको नेतृत्व गर्ने कुरा चाहिँ निकै चुनौतीपूर्ण छ। एमालेसँग चौतर्फी हमला भइरहेको परिस्थिति छ। त्यसो भएको हुनाले अब यो सामर्थ्य राख्ने जो कोही साथीले चाहिँ के अरे नेतृत्व गर्न सक्छ। तर अहिले नेतृत्वको बारेमा हामीले त्यो त राष्ट्रिय महाधिवेशन विधान अधिवेशनमा छलफल हुने होइन नि त। त्यो राष्ट्रिय महाधिवेशनमा छलफल हुन्छ। त्यो छलफलको क्रममा छलफल गर्न अहिले त्यहाँ त्यो श्रेणीमा पुगिसकेको छ। अन्तमा अब यो सरकार आफ्नै उसमा हिँडिरहेको छ। जे जस्ता सुशासनका कुराहरू ल्याउनु पर्ने हो त्यो अपेक्षा गर्ने खालकै लिगमा छ भनिसक्नु भएको छ। त्यसमा हाम्रो पनि शुभकामना र शुभेच्छा त्यो चाँडै होस्। र यो 84मा अब आउने 84को लागि जुन उद्देश्यले सरकार बन्यो त्यो ढङ्गले नै अगाडि बढ्छ या बिचमा यहाँसँगै गठबन्धन बनेको नेपाली काङ्ग्रेसका कारणले सरकार तलमाथि बन्ने परिस्थिति त्यस्तो सन्दर्भ छ कि छैन वा सलल्ल जान्छ त्यसका बारेमा? अब यो कुरा पनि मैले अघि नै बताइसकेँ तपाईँलाई कि अहिले हाम्रो कङ्ग्रेस एमाले बिचको सत्ता सहकार्य जो छ, यहाँ 2टा कुरा बुझ्नुपर्ने छ। हामी राष्ट्रिय राजनीतिमा नेपाली कङ्ग्रेससँग सहकार्य, सत्ता सहकार्य, एकताको बाटोबाट गइरहेछौँ। सँगसँगै हामीले चाहिँ हाम्रो अर्को राजनीतिक प्रतिस्पर्धी प्रमुख प्रतिस्पर्धी पनि नेपाली कङ्ग्रेस नै हो।
त्यो कुरालाई धेक्का दिएर पार्टी निर्माण, विस्तार, विकास, लोकल तहका हाम्रा प्रतिस्पर्धाहरू अहिले पनि कायम छ। प्रतिस्पर्धा मैत्रीपूर्ण भइरहेछ। तर केन्द्रमा चाहिँ हामी के छौँ, सत्तामा सहकार्य गरिरहेछौँ, प्रदेशमा सहकार्य गरिरहेछौँ, यो खालको परिस्थिति छ। त्यसो भएको हुनाले मलाई लाग्छ 84 सम्म यो सरकार जान्छ। हाम्रो जे समझदारी भएको त्यही समझदारीको बिच सरकारको पावर चाहिँ सेयरिङ हुन्छ। तर सरकारलाई अहिले चाहिँ रातो दिन यो सरकारलाई भत्काउन पाए हुन्थ्यो, सरकारभित्र भत्काउँदा अंश पाए हुन्थ्यो भन्न लागेका शक्तिहरूले त्यो क्रियाशीलता, त्यो भाष्य निर्माण गर्न कोसिस गरेकै छन्। तर नेकपा एमालेको आफ्नो विश्वास के हो भन्दाखेरि नेकपा एमाले यो सरकारको निरन्तरता र सफलताको पक्षमा छ। सरकार निरन्तर